आज दसैँ हो, त्यही भएर सब रेडी भएछन्। यहाँ हेर्नु भाइ पनि रेडी भइसकेको छ। हजुरहरूलाई मैले जमाएर कहाँ राखेको यो देखाउँछु। यहाँ हेर्नु बुवा हुनुहुन्छ, हजुरहरूलाई देखाउँछु। यहाँबाट आउने, यहाँ बस्ने मान्छेहरू, यहाँ बस्ने, यहाँ दसैँको टिका लाउने, यो खाना पकाउने, यहाँ सब मैले भनेको थिएँ अर्को अघि नैको ब्लगमा, हिजोको ब्लगमा कि हामी तर मनाइन सक्छ दसैँ, त्यही भएर बुवाले यहाँ तेल ल्याउनु भयो। यहाँ दसैँको टिका यहाँ लाउनु भयो। गाई जुत्ता लाउन गयो, बहुत मजा आउँछ। आज दसैँ हो, दसैँ चाडबाड पनि आइसक्यो हो। भाइ पनि जुत्ता लाएर चम्किँदै हिँड्यो। गाई आज दसैँ हजुरहरू फुल यो बनाउँछ। आज हजुरहरूले यो अघि नैको ब्लग देख्नु होला, थोरै लेट आयो, सरी यसको लागि। म अब यो ब्लग पुगेन कि 2 दिनको एउटा ब्लग हाल्न खोज्यो, एउटा ब्लग हाल्यो हो। मैले खोजेको कि दिनदिनै एउटा ब्लग हालिदिन्छु भनेको, यो पुगेन, त्यही भएर 2 दिनको एउटा ब्लग हाल्यो हो। हजुरहरूलाई मनपर्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। ल भाइ अब जुत्ता लाऊँ। गाइज अब पैसा राख्नलाई चाहिएन, बस अब पैसा राखिन्छ, पैसा कमाइन्छ। गाइज हामीहरू रेडी भइसकेको हौँ। ठुल्ठुला मतलब ठुलो बाबाहरू रेडी हुनुभयो होइन, म भाइ र उहरू रेडी भएको छौँ। भाइ कहाँ गयो? कहाँ गयो भाइ? कहाँ गयो भाइ? उहाँ भाइ छ। हजुरहरूलाई यहाँसम्म देख्नुभयो भने हजुरहरू मजा लाग्यो होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। म गीत गाइदिन्छु। आउँथ्यो दसैँ आउन त त्यो परात लिएर आउँथ्यो उसलाई लगाइदिँदै गर्नु। 11:52 मा अरे दसैँ अझै टिका लाउने बेलै भयो होइन गाइज। हामीले त लगाइसकियो, कपडा लगाइसकियो, अझै टिका लाउनु बेला भयो। अहिले बजे 11 बजेर कति भयो? 25 भयो अहिले। 25 अझै 52 बाजे कति बहुत छ टाइम त। अझै 25-30 मिनट 27 मिनट छ अहिले। 27 मिनट छ। पैसा कमाउने हो नि त आज, पैसा कमाउने त हो न। ओहो पैसा कमाउने होला नि आज। कति कमाउँछ सानै? पैसा कमाएको तिमीले कमाएको 2 लाख त अब। गाइज मलाई पानी लिन पठाउनु भयो। गाइज मलाई पानी लिन पठाउनु। चप्पल छ यत्रा, अल्ला मेरो जुत्ता यो अब लाएर यहाँ लाउनु पऱ्यो। अब पानी लिन जाऊँ, यही छ अब धारो, के टेन्सन गर्ने। अब टिका लाउने बेला भइसक्यो। गाइज पानी पनि भर्यो, बहुत भारी छ। गाइज अब टिका लाउने बेला भइसक्यो। अब टिका लाउने बेला भइसक्यो। बस्नु लाउनु पानी। थोड़ा ताप के ले देखना 1200 को टी-शर्ट होता है, कैसी अच्छी खरीदी तो बाला पहिला तो ते बनाउनु पहिला टिका लामो भयो। सैतान बा सैतान के ल अब टिका कपडा काढियो लेबल गराइदिन्छु बोला। मैले टिका करो काढो त्यो बोल लाइदिए थब गई थियो खसो नपुछे भाइ तेलमा लाएर के हुन्न के त सुरु भयो। के हो त यो? आउ लगा टिका लगा साइड को लगाऊ न छोडा डिब्बा लिएर आमा त हालेर राख्दिनु पता लाग्ने गरेर यही यो फेर्दैन मिलाइदियो खाडी लगाइदियो बिचराको
के भयो भोलि किन्ने भोलि पैसा ल रुनी नरुनी त्यही भएर अनि फोटो खिच्दा के राम्रो देखिन्छ त फेरि त्यस्तो लागेपछि फोटो खिच्दा के राम्रो देखिन्छ त्यस्तो गम्जा ल्याउनु न बाबा फोटो खिच्दा के राम्रो देखिन्छ त्यस्तो गम्जा कहाँ हो उतै राखिदिनु यत्रो टेबल लिएर चम्मच ल्याएर यहाँ चम्मच निकाल्न पर्छ त्यो ठुलो चम्मच चाहियो त्यो निकाल्नलाई अनि डाडो त्यो यस्तो हाम्रो सानो डाडो थियो नि त्यो सुर्मी जस्तो कहाँ छ सुर्मी जस्तो बाबा हात लैजाने त यसो नारायण ठाडो नारायणको हात लैजान हातले सिधै भेटाउनु पर्यो नि अनि चाहिँ फेरि यहीँ पछि सुर्मी जस्तो के सानो अब यस्तो सानो ले फेरि हातले चम्मचभन्दा ठुलो डाडोभन्दा सानो एउटा थियो नि कहाँ नभए ठुलो खाले चम्मच लिएर अनि डाडो पनि लिएर आएको अन्त एउटा डाडो यो खै अरू मरन के गाइस अहिले ल्याइसक्यो सानो आऊ बस यहाँ किन पुछि छस् माथि जाने यो टी सर्ट फोरो आउँदै यति राम्रो अब फोरो भइसक्यो फेरि फोरो हुन्छ टिका लगाइसक्यो पर्सि त हिँड्न सम्झाएछ है हुन्छ बुवा नारायण स्याउ कहाँ कुन कोठा तिमीको कोठामा कुन ठुलो थाल जाम 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 अब हामीले स्याउ लिएर आउने सबै हो क्या भयो पर्सि अर्को किन्ने मलाई बिहारको लागि किन्ने हो सानै पर्सि अर्को घर जान्छु ल है ल ल त बुवासित पुछौँ है सानै अब तपाईँ जित्ने गर्नु यसमा जाँदा मैले सेफ दिन्न के मैले सेफ दिन्न नघोपी नपर्यो सिधा हो मैले सेफ दिन्न के हाम्रो छोरो ज्ञानी भयो है धेरै पढे बाबुको अर्को ल्याइहाल्ने अब भोलि पर्सि घर जाँदा एउटा बाबालाई एउटा दिनुहुन्छ कि भाउ छोड्न नराख्नु